सालबारी नमस्ते गर्दै सबैलाई पहिला नमस्ते नमस्ते सबैलाई आज हामी सबैजना सालबारी घुम्न लागेको म मम्मा सानो मम्मा बाबा र नैना दिदी जान लागेको हो है हस् भन्छ थ्याङ्क यू भन्छ सबैलाई अहिले अब बाटोमा भेट्छु हस् भन्छ ल बाई बाई भन्छ बाई बाई गर्दै पनि गाडी आयो बाटो हेरेर छोरी के गीत गाएको छोरी सालबारी आइपुग्यो हामी कहाँ आएको रे छोरी सालबारी सालबारी सागबारीको छोरी सालबारी आइपुग्यो इन्डिया निक्लिनु बेर छैन इन्डिया निक्लिनु बेर छैन बाघा अन्त के डर भयो उसलाई क्यामेरा चाहिएको छ होइन तर म दिदिनँ मेरो भुन्टालाई क्यामेरा यसले थिचा गरिदिन्छु के चाहियो छोरो यो चाहिँ हो के गर्ने यसले के गर्ने यसले के गर्ने त दोस्रो हाम्रो बाटो सालबारीको बाटो चाहिँ नि मलाई एकदम दामी लाग्यो हो सालबारी हामी चाहिँ यहाँ आएर अड्क्यौँ हो यो पोइन्टमा आएर अड्क्यौँ हामी चाहिँ यहाँनिर कन्स्ट्रक्सन भइरहेछ बाइकहरू चाहिँ आउन जाने गरिरहेछ टोइलेट जस्तो रहेछ यहाँ हेर्दा चाहिँ नि कस्तो राम्रो सालको साँच्चै सालको पत्ताको बारी रहेछ होइन यस्तो हेर्दा नि दामी के अरे यो के अरे सालबारी आइपुग्यौँ होइन हेर्दा राम्रो राम्रो रहेछ भन्थ्यो हो भन्थ्यो यस्तो रहेछ गेट चाहिँ हामी गेटबाट छिर्यौँ मम्मीहरू आउँदैछ उताबाट अनि यस्तो रहेछ बाटो वा कस्तो राम्रो बाटो रहेछ है छोरा मन पऱ्यो छोरीलाई नानीको नाना राम्रो छ मेरो छोरीको नाना कस्तो राम्रो छ ल हामी यहाँ आइपुग्यौँ अनि त्यो बाटो यस्तो राम्रो रहेछ बाटो मन पऱ्यो बाटोमा के छ छोरी भाउ रहेछ हो मैले बेबी झिचुङ झुला झुल्छ रे पख ल म्याडम लड्नु होला है तपाईँ लड्नु भयो त ठिकै छ भुन्टी छोरी नलडाउनु होला है नडरा ल रोइहाल्यो भुन्टे चलो के लैछ त्यो के हो त्यो कक हो हावा आउँछ बुबु गर्यो छुया झोलुङ्गे पुल हो झोलुङ्गे पुल चढ्न ला हो चाँडो जानु म्याडम जानु ल खै छोरी यता हेर त यी बाबाले फोटो खिचेको छोरो यी बाबाले फोटो खिचेको हो यी ल ए गर्छ हाई भन्दै छोरा बाबालाई हाई भन्देऊ न त छोरो यो पिङ खेली गरौँ न पिङ नखेल्ने ठुलोवाला तँलाई आउँछ चस्मा खसाल्नु भयो म्याडमले मेरो छोरी माथि छ है छोरो आइज त अगाडि हेरेँ फ्रेस हुन्छ क्या त्यो हिजो समाते गऱ्यो अनि छोरी कुत्तोको हिँडिरहेछ मेरो छोरी एकछिनमा भन्छ के अरे छोरीले के भन्छ अरे बुढी आउनी बेबी आऊ बेबी गर्छ छोरो भाउ छ खोइ छोरी बाबाको क्यामेरामा हेलो भन्छौ न हेलो हामी त घुम्न आएको भन्छौ
हामीले के देख्यो भन्नु हामीले भाउचा देख्यो, हामीले त नि स्वान पनि देख्यो, हामीले खोला पनि देख्यो, के देख्यो छोरो हो भन्छौ न, हो भन्छौ न ल गुड गुड आई लाइक इट हैन मेरो छोरो हिँडिरहेछ कसरी टुकु टुकु है छोरो कसरी हिँडेको छोरो चुचु चुचु रे छिबु दौड्यो 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 खोइ दौडेको दौड्यो 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 मेरो छिबु दौड्यो 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 मेरो छिबु दौड्यो भाइ 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 आउने सिधा चढ दौड्यो 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 मेरो छोरी दौड्यो दौड्यो पातलाई हिर्काउन छ उसलाई यता आऊ छोरी ऊ फेरि ऊ आयो यता छोरी हेर न टेकी आयो त्यहाँ ऊ पिङ आयो पिङ उता ए उता जा पर त घुमाइ हल्लाइदिउँ भातमा साँप हुन्छ के लाटे ल अब जाने जाउँ घर जाउँ पात टिप्न जाउँ बाबासँग के गरी त बाबासँग आऊ पात टिप्न जाउँ न हजुर ऊ त्यसलाई पात टेक्न मन लागेको छ कि पाततिर सर्किन्छ त्यो यसमा ऱ्याटल स्नेक हुनसक्छ एकदमै डरलाग्दो हुन्छ कि पात खास भुइँमा झरेको पात त त्यो माथि पातै पात छ नि त आऊ छोरी आऊ बाबा आऊ बाबा आऊ छोरा बाबा दौड्यो मेरो छोरा दौड्यो अरे बाप एक्साइटमेंट का लेवल ही कुछ और है उसका बाबाले पनि जुत्ता लाछ थाहा छ दौडे छोरी दौडे मेरो छोरी दौडे खोइ दौडेन अब हामी तपाईलाई घर पुगेर भेट्छौँ है त बाई बाई भन्देऊ घर पुगेर भेट्छु बाई बाई भन्देऊ न भन न घर पुगेर भेट्छु है भन्देऊ न अब घर जाने भन्देऊ न घर जाने अब हामी घर पुगेर भेट्छौँ बाई बाई भन्देऊ बाई बाई भन्देऊ बाई बाई आई लभ यु भन्देऊ पनि गर्देऊ गुड